नमस्कार सबैजनालाई। सन्चै हुनुहुन्छ होला सबैजना है। आज चाहिँ हामी तपाईहरुलाई सिस्नो अनि खाना खाएको देखाउँदैछौँ। यो चाहिँ सिस्नो अनि यो खाना हो। अनि यो चाहिँ आलु र भेन्टा नुवाकोटको अर्गानिक आलु अनि नुवाकोटको लेकको सिस्नो है त आज हामी खाँदैछौँ। अनि यो चाहिँ बफको अचार अनि यो चाहिँ डल्ले खुर्सानी र तामाको अचार। त्यसपछि त के चाहियो र है। सिस्नो चाहिँ मैले धेरै वर्षपछि खान लागेको 8-9 वर्ष अगाडि एकचोटि खाएको थिएँ। अनि त्यसपछि अहिले खाँदैछु। दिदीले बनाउनु भएको यो नुवाकोटबाट ल्याउनु भएको दिदीले घरबाट अर्गानिक सिस्नो। यसमा धेरै काँडा पनि हुँदैन के यो सिस्नोमा। अनि त्यही भएर हामी चाहिँ खाँदैछौँ सिस्नो र खाना। अब म खान्छु है त। कति मिठो हजुरहरूको मुख रसाएन। यति मिठो यो सिस्नो है। यो सिस्नो चाहिँ लेकमा पाउने रहेछ। यसमा धेरै काँडाहरू नहुने रहेछ के। पत्ताहरू चाहिँ एकदमै ठुलो हुने रहेछ यो सिस्नोको चाहिँ। जस्तो अब हाम्रो यतातिर पाउने सिस्नोहरूको चाहिँ काँडा धेरै हुन्छ हैन। तर यो चाहिँ लेकमा पाउने सिस्नो अलि ठुल्ठुलो हुने रहेछ। तर धेरै नै मिठो र स्वादिष्ट हुने रहेछ यो सिस्नो चाहिँ। अनि दिदीको घरबाट लिएर आएको नुवाकोटबाट। अनि यो आलु अनि यो अचारहरू पनि वहीँबाट लिएर आएको सबै। आज चाहिँ हामी सिस्नो र खाना खाएर इन्जोय गर्दैछौँ। हजुरहरूलाई कतिको इन्जोय भयो। हामीलाई चाहिँ एकदमै इन्जोय भइरहेछ। तर मिठो पनि यति मिठो है। हेर्नुस् न, मेरो पेट अगाइसक्यो तर मुख अगाएकै छैन भनेको यो सिस्नोले के। यति मिठो बनाउनु भएछ दिदीले। अनि हजुरहरूलाई चाहिँ कतिको मनपर्छ यो सिस्नो। हामीलाई चाहिँ एकदमै मनपर्छ र स्वास्थ्यको लागि पनि एकदमै राम्रो हो यो सिस्नो। सुगर प्रेसरको लागि पनि धेरै नै राम्रो हो। औषधि जस्तै हो यो। महिनाको एकचोटि चाहिँ खानु भन्छन् है। अब हाम्रो त त्यस्तो अब टाइमै मिल्दैन खाने। अहिले चाहिँ अब धेरै टाइमपछि खाएको। धेरै नै मिठो स्वादिष्ट यति मिठो भयो। हजुरहरू पनि ट्राई गर्नु होला है त। लेकको सिस्नो एकचोटि अवश्य ट्राई गर्नु होला। एकदमै मिठो यति मिठो। मैले त खाना पनि आज कति धेरै खाएँ। यति मिठो भयो। अचारसँग तामाको र डल्ले खुर्सानीको अचार, त्यहाँमाथि सिस्नो खाना। ओहो तपाईहरुको मुख रसाएन। यति मिठो भयो। आज त त्यही भएर हजुरहरूलाई सेयर गर्न मन लाग्यो। यो सिस्नो लेकको सिस्नो खानु होला। हजुरहरू पनि एकचोटि ट्राई गर्नु होला। हामीले त ट्राई गर्यौँ। मिठो भयो। एकदमै मिठो भयो। हजुरहरू पनि एकचोटि खाएर ट्राई गर्नु होला है त। ल आजलाई यति नै। टेक केयर। बाई बाई।